नमस्कार साथी हो। हाम्रो बुवासँग डेली अब बोल्नु पर्यो कि। बुवा नमस्कार। नमस्कार हजुर। सन्चै हुनुहुन्छ बुवा? ठिकै यो चक्लेट ल्याइदिएको बुवा, चक्लेट खानुहुन्छ? ल त च्यातेर दिन त मम्मी। ठिक्का त दिएको थिएँ, च्यातेर अलि दिनु। अप्ठ्यारो भयो अलि। ए अनि म आज टाढादेखि आएको बुवाको यसो हालचाल बुझ्न। खुट्टा दुखेको छ भन्दैछ बुवाको है। बुवाको नाम चाहिँ के हो बुवा, पुरा नाम? बुढा मानबहादुर के अरे कुलबहादुर। होइन, हजुरको नाम चाहिँ के हो? मेरो हजुर मेरो त ढालबहादुर। ए ढालबहादुर कार्की। ए ल, कति उमेर भयो तपाईँको? मेरो अब उनीहरूले 500 400 300 ट्याङट्याङ्गा ल्याए। त्यहाँबाट भित्र लम्बा पसे। त्यहाँबाट त्यो बट्टा सट्टा त्यतातिर 4वटा 6वटा 7 4वटा 5वटा भेटाइँदो रहेछ उनीहरूको। मलक मुलुक पारेर यो त तलतिर ल्याउँदो रहेछन्। अनि बुवा कति वर्ष हुनुभयो त? खै कति जतिसुकै भयो। ए तपाईँको 81 वर्ष भएछ होइन? तपाईँको बुढाले कहाँबाट मकै बोकेर हिँडेको छ? छैन नि, बोकेर गएको छैन। ल ठिक छ साथी हो। हाम्रो बुवाको अलिक दिमागी हालत खराब भएको हुनाले गर्दाखेरि यसरी बोल्नुहुन्छ र उहाँको मजाक बनाउनु खोज्यो भने कि सामाजिक सञ्जालमा उहाँ जस्तो मान्छेलाई स्याहार्नुपर्छ, माया गर्नुपर्छ भन्ने उपदेशले यो भिडियो बनाएको हो। म प्रायः डेली जस्तो यो भिडियो पोस्ट गर्न चाहन्छु है त। हेर्नुहोस्, उहाँलाई एउटा कुरा बोल्दा अर्को बोल्नुहुन्छ। उहाँको यस्तै हो बिचरा, के गर्नु। अनि बुवा खाना खानुभयो त आज? बिहान त के अरे खाएँ, त्यहाँ माथि एकजना साथीलाई भेट्दै हालेँ। साथीलाई भेट्दा खाँदै रहेछ उसले, मैले नि टप्प बोकेर ल्याएँ एक भाडा। ए खानुभयो? ए साथीहरूकोमा। ए खाएँ। अहिले देखाएन कसैले भात तपाईँलाई? अहिले भर्खर भात देखाएको छैन बुवा कसैले तपाईँलाई? छ होला। ल अब खानुपर्छ है त बुवा। खानै ठिक। अनि बुवाको गाउँ कता हो बुवा? गाउँ चाहिँ घर कता पर्यो बुवाको? यस्तै जानुपर्छ। यो अब यो कमाइयो, काटकुट पारेर भत्काएर नि जाने यहाँबाट? यहाँनिर चाहिँ के अरे ठ्याक्क फेरि यही राखेको हुँदो रहेछ। हजुर हजुर हजुर। अनि 2 3 4 मालहरू त्यसै हाल्दो रहेछन् ती। अनि फेरि त्यहाँ दिपबहादुर नि छ, मानबहादुर नि छ, कुलबहादुर बहादुर नि छ। ए सबै त्यहीँ छन्। त्यहीँ छन्। अनि त्यहाँबाट म आएँ। अन्त म त हिँडै जान्छु। म त यो 12 माइल बस्दिनँ पैसा। लु बुवा, ल खाना खानुपर्छ है बुवा। ल अब रुपियाँको जेर पठाएँ मलाई। ए ल बुवा खाना खानुपर्छ ल। अनि त्यो 12 बुवा हेर्नुहोस्, भित्तामा हेरेर बोल्नुहुन्छ एक्लै हुँदाखेरि। हेर्नुहोस् हाम्रो बुवाको हालखबर हेर्नुहोस्। उहाँ भित्तामा हेर्नुहुन्छ र एक्लै बोल्नुहुन्छ बुवा हो। पैसासँग केही छैन, दिमागी हालत खराब छ। त्यही भएर स्याहार्नुपर्छ, राम्रो मिठो मसिनो खुवाउनु। बाटो राम्रो गरेन, राम्रो ठिकसँगले गरेन भनेदेखि भाँच्ने, टोक्ने, फोट्ने, फुट्ने सबै। धन्यवाद साथी हो। आजलाई यति, फेरि अर्को पनि पोस्ट गरौँला है त साथी। ल बुवा हजुर धन्यवाद। बाई गरिदिनु न एकचोटि। गरिदिनु के हातले बाई गरिदिनु त, टाटा भनिदिनु त बुवा। टाटा। यस्तो हातले बाई गरिदिनु, हातले बाई। ल भोलि भेटौँला है भन्नु न बुवा। कतिपट्टि छ यता। कति मान्छे